वो लेफ्ट हेर है गडा लेफ्ट हेर है यहाँकोलाई पेल्ने हो पहिला राइटबाट पेल्ने होला पहिला भित्रकोलाई हान्नु पर्ला के हो यी छ मैसा यी नै यही छ ओ हेर त रुक मजाम नजाऊ ल पेल्दिउँ लेफ्टबाट पेल्दिउँ जानमै पेल्दिउँ झर आए म त लोकको भएको छु यार कहाँ आयो थाहा पाएन यार यहाँ गरिदिनु मैसा यहाँ चाहिँ गडा आऊ तर्कले भएको छ हो यहाँको नक हाने होइन तिमीहरूले त्यही हो दामी एम्बो छैन गडा हो एम्बो चाहियो क्या मलाई युएमपी अघि फ्याल्दिनु मैले मैले पाएँ युएमपी त हान्नै पर्छ अनि अब ऊ छ नि त ट्याक्स गरेको छ नि त अब पनि हेर्दै हार्नु यार हाम्रो नम्बर उयो हाम्रो यो नम्बर 3 र 2 1 छ नि सिसे त्यो उयो त्यो नेपालको त्यो तँलाई उयो थाहा छ कि छैन के इभेन्ट टिएल भन्ने क्या त्यो नेपालको त्यो गेम स्क्वाड त्यस्तो स्ट्रिम गर्छ नि उनीहरू त गेम टिएल भन्ने उयोदेखि स्क्वाडदेखि खेल्छ ओके क्या हो पुरै छ तिरा त यार पनि दिन त छैन हेर हाँस्छ हेर यो गेमले 20 जना सिक्नु पर्ने यार कतिजना सिक्यो यार शिक्षा छ है कुरा कसले जान्छ पुरा 8 जना त छ हौ ए उता अगाडि छ हैन त बेटर ल्यायो यो उनी चाहियो क्या मलाई तँलाई त यो उनी हुन्छ भनेर थाहा छैन के रे यो उनी उड्न हुन्छ मिल्छ? भनेर थाहा छैन कस्तो उड्ने हो फेरि ला मलाई थाहा छैन टुक्क मुला त्यो मैले यो त हेडविन कति पछि खेले यार मैले यार हेडविन जस्तो छ नि हो त्यो हेडविन? त्यसले हो र ला रन माथि सर उडेर बस देयर अडेर उड्छ यार बाबुहरू देख्यो नि त मार्छ नि त रान्दाइ म त नदेखेर भयो हल्का के साउन्ड प्रब्लम क्या खतरा हुन्छ हौ तिमीले यो पनौती क्या मलाई यो पनौती आएर के रे भुना अब हुन्छ नाइस मारे गोरिया मारे कस्तो फर्ममा छु आमा त्यो टिटी नेपालको स्ट्रिममा टिटीको गरिदिन्छ उनीहरूको साथी हो क्या 1 नम्बर ए हो र टिटीको चाहिँ को भने टिटीकोमा धेरै छन् नि को किलर वाइटी यताउति को तेरो बाजे लौडै किलर वाइटी डिआरएस को किलर वाइटी टिटीकोमा त को छ यार अहिले मैले
धेरै भएर त्योहरू त कान्छाहरू भन्ने लभ भन्नेहरू ए त उनीहरू रुल्सहरू एउटै छ साथी हो डिआरएस रुल्स रुल्स त कुन छ हो टिआरएसमा थियो अहिले आफ्नै टिम उता बनाएको छ कि 1 नम्बर ए रुल्सको टिम हो त सबमा हो ऊ चाहिँ नम्बर 1 चाहिँ सबमा खेल्छ ए ऊ यस्तो उनी क्या ऊ केटाहरू उडेर गयो त म पनि त गडलतिर हो भनेर भनेस् कि नि हुँ? म पनि त इन्डियाको टिमहरू के भन्छ तिनीहरूसँग नि खेले हो भनेर भनेस् कि नि लौडी म युएमपी युजै गर्न पाएँ यार के हो यो उडेर आइन्छ उडेर मैले कसम बुझेन कि त्यो उड्ने फेरि लामो कहाँ हो यहाँ आइज म दिन्छु फायरिङ मोड नम्बर छ होइन यसले उनी भेटाएको छैन महेशलाई कहाँ फायरिङ मिटर भने ए ला कहाँ हो त आइज त म उनी दिन्छु तँलाई ओइ टक्कै बो मेरो किल फिड आएन मेरो किल फिडहरु कस्तो हानेको आम्मा देखेन बाघले झम्टिरहेको छ यसरी उड्ने हो क्या यहाँहरू खै रुक मा कता उड्छ खै म गाडी लिएर आउँछु म गाडी लिएर आउँछु फर्स्ट गेम हो र के हो क्लासिक खेल्दै खेल्दैन खालि वाव मात्रै हो कि त्यही भएर कि वाव मात्रै हो पब्जी पनि यसले भर्खर खेल्न थाल्यो हो क्या पहिला खेल्थ्यो छोड्या हो कहिले छोड्या होइन 2 वर्षपछि त खेले अब ल पछाडि म हानेर आउँछु ल ड्राइभरहरु पाउँदैन टोटो दे मार्क माइसे Watch out! म त बट हान्न गएँ यार बरु मैले हान्यो भने त्यही हो अब बट होइन यार के हेर्दा चाहिँ Watch out! होइन बट आइज हान्नु हैन दा सिधी छ कि उता खै कता ओइ हान्नु नि त मलाई ल यही रहेछ कोही खाए ओइ मैले फेरि आफै हान्छ त मेरो स्किन मलाई त आफै हान्यो हो ओइ उड्ने ओइ ला ओइ रुक म ले त एउटा यो यस्तो टिप कुन ए यो टिप नि GDM गियर छ यहाँ छैन यहाँ यो टिप DTM गियर ले त यो हो गोली हान्ने छ नि हो त्यहाँ थिच्छ हो त्यहाँ थिच्छ हो त्यो आयो होइन गोली त्यहाँ थिच्न खै त्यहाँ थिच्न यता स्मोकहरू भएकोमा हेर्न स्मोकहरू भएकोमा ए यो हो त्यहाँ थिच हो त्यहाँ थिच हातमा आउँछ आएन यो उस भयो कि मेरो त्यहाँ उस छ कि लामो यहाँ आइसक्यो है निमी रुक मान्छे जान्छले यहाँ थिच टिप्ने ठाउँमा उस भयो के दाइ मेरो के रे त्यो पिक बटन छ के त्यही भएर पिक दाबियो के त्यो मिलाउनु पर्छ म फाल्दिन्छु रुक यिनीहरू फाले हो त्यो फाल्न हो थिचिस रुक अब म थिच्छु ए हो त थिच त यस्ता आउँछ क्या थिचेन हो मेरो हातमा हेर्न यस्ता आउँछ बुझ्यो मैले तर मेरो हातमा हो त्यो थिच न त्यो गने आइरहेछ थाहा छैन ए आयो अब यसरी आउँछ हात यसरी
भुइँमा हान्नु भुइँमा खिड्कीमा हान्नु लौडे त कहाँ गयो यार जोनले मर्छ यार यहाँ। ए कता गएँ म फेरि ल एजोन भाइहरू पो गएछ त भइसक्यो टक्क होला 1 लाखको खर्च गरेर इभेन्टहरू खासै थाहा हुँदैन कसैलाई नि त्यस्तै हुन्छ अनि म कति बजी खेलेर हो कि त्यही भएर पनि हो कि यो त 1 नम्बरसँग सिक्किमको टिटुकेको प्लेयर हो म स्ट्रिम हेर्छु म आज स्ट्रिमको नाम चाहिँ हल्दीबारी कि के छ चिकन We are number one. भइसक्यो ल